Oh, hello guys, good morning. आज आज मिति 2082 साल असोजको आज कति 14 गते हैन? हो फुलपातीको भोलिपल्ट अष्टमीको दिन अनि हामी चाहिँ अब आज कालिका थान जाँदैछौँ। कालिका थान अब यहाँबाट देखिन्न, अहिले देखिन्छ क्या माथि माथि डाँडामा हो हैन। हामी चाहिँ अब अगाडि दुईजना भतिजाहरू छन्। ल आइ भन्दै ल केटाहरू ल हेलो ल हामी चाहिँ यति 5-7 जना भएर मन्दिर जाँदैछौँ है त। अहिले बिहानको 7:30 भएको छ। लेट्स सी कति बेला पुगिन्छ। ल बाँसुरीको धुन सुन्नु है। उहाँ चाहिँ हाम्रो भाउजू, उहाँ हाम्रो रविन दाई, उहाँ सगुन भान्जा, हाम्रो यता अर्को भान्जा सानो भान्जा, मुरली बजाउने हाम्रो चाहिँ दिपु दाई, कोही छुट्यो कोही छुटेन होइन यति। र मलाई त चिनि नै हाल्नु भएको छ। हामीहरू चाहिँ उकालो चढ्दैछौँ है, जङ्गलको बाटो। 2, 4, 6, 8 जनाको टोली मसजिद गरेर बाटो चाहिँ मान्छेहरू नहिँडेको भएर अलिकति झाडी नै छ। रुखहरू ढलेर बाटो छिप्ने यताउति भइरहेछ। बाटो छिचोल्दै जानुपर्छ। जनालाई चाहिँ पानी नपर्दै सजिलो हुन्थ्यो। दिन शीतलले पर्ला जस्तो छ। माथि पुगेपछि त झरी हालिन्छ, ओह्रालो हुन्छ। जाँदाखेरि चाहिँ उकालो पर्ने भएर अलिकति गाह्रो हुन्छ हामीलाई है। अनि हामी यता पुरै घाँस काटिन्थ्यो नि, पुरै यो यहाँसम्म आइन्थ्यो है हामी। हो त्यही भने यो पाउँदा यार कहाँ पहिरोमा गइन्थ्यो यार, बाँदरहरू धोबिनी लिनलाई बाटो। हामी उकालो चढ्दैछौँ। हेर्नुहोस् साथीहरू, बाटोको अवस्था यस्तो छ। हेर्नुहोस् तपाईँहरू, हेर्नुहोस्, दर्शन गर्न जान त्यति सजिलो छैन। हामी यति बेलासम्म सकुशल आइपुगेका छौँ भन्ने जानकारी गराए साथीहरू। टाउको मात्रै देखिया छ है। मिलाएर चिन्नु होला। अब बाटो चाहिँ मैले त इन्ट्रोडक्सन भिडियोमै भनिसकेँ। अब यहाँ पछाडि गन्तव्यमा पुग्दै गर्दा पनि हामी तपाईँहरूलाई बिच बाटोमा अपडेट गराउनेछौँ। बाटोको अवस्था चाहिँ सोचेको जस्तै छ है त साथीहरू। एकछिनमा भेटौँला है त। ल साथीहरू देख्न सक्नुहुन्छ अवस्था, पसिनाले हालत खराब भएको छ। केटाहरू पनि थाकेका छन् होइन। अरू त खोइ हाम्रो अरू साथीहरू पछाडिबाट आउँदै हुनुहुन्छ। हामी चाहिँ अगाडि आएर बाटो बनाउँदै आएका थियौँ। बाटो अब यहाँबाट यहाँभन्दा अगाडिको बाटो चाहिँ एकदमै नाजुक छ। बाटो अब यस्तो पुरै झाडीको छ होइन। घाँसहरू चाहिँ बाटो मेन बाटो चाहिँ अब सुरु हुन्छ कि यहाँसम्म त अलिअलि अस्ति हिँडेको भएर हो। सबै आइसक्नु भयो। हामी जाँदै गरौँ है बिस्तारै फाट्दै। ल हामी चाहिँ अब फेरि अगाडि बढौँ। बाटो एकदम एडभेन्चर नै भयो यार। ट्रेकिङको त बाउ नै रहेछ नि यो बाटो। ट्रेकिङ प्लस आफै एक्सप्लोर गर्ने के बाटो पनि अझै। पसिनाले त यार मेरो टी सर्ट पुरै भिज्यो। ल यार अब भिडियो बनाउन सक्ने अवस्था छैन। भिडियो बनाउन सक्ने अवस्था छैन, त्यही भएर भिडियो बन्द गरौँ जस्तो लाग्यो। अनि अब बिस्तारै अगाडि बढौँ। हाम्रो टार्गेट चाहिँ नर्मली नभए बाटो राम्रो भएको भए त 2 घन्टामा पुगिने बाटो हो। अब अहिले नि 1 घन्टा भइसक्यो, अझै
अझ योभन्दा नराम्रो बाटो आउनै बाँकी छ भनेपछि हाम्रो टार्गेट चाहिँ कम्तीमा नि 3 देखि 3.5 घन्टाको हुन्छ है जानलाई मात्रै। आउँदाखेरि चाहिँ अब जसो तसो आइएला भन्ने लाग्छ। लेट्स सी गाइजहरू। ल एकछिनमा भेटौँला है त। माथिको डाँडा के भन्छ अरे सूर्यपाल टक्सर। सूर्यपाल यता के सूर्यपाल भन्दा माथिको चाहिँ के हो? खनाल गाम तल देखेको चाहिँ सोती पसल बजार हो है। हिमाल पनि देख्न सकिन्छ। हाम्रो घरहरू चाहिँ हाम्रो यहाँ भएको हिमाल कुन हिमाल होइन अन्न कहाँ अन्नपूर्ण हुनु त माछा पुस्रे चाहिँ होला। माछा पुस्रे होला भन्ने हाम्रो घरहरू चाहिँ यतातिर हो है। अनि यहाँ स्कुल टार छ। यो सोती पसल बजार। हामी माथि ठुलढुङ्गानेर आइपुग्यौँ। ल सबै आइपुग्यो को अवस्था छ। हाम्रो यता हुनुहुन्छ निरज। गाइजहरू वेलकम ब्याक अगेन। र जर्नी चाहिँ एकदम एक्सप्लोर गरियो लास्टै नै होइन। अनि अब हामी चाहिँ यो ठुलो ढुङ्गा भन्ने ठाउँमा आइपुग्यो। ढुङ्गा चाहिँ अब ठुलै छ। अनि लास्टै नै भन्नाले बाटो चाहिँ भएको मान्छे हिँडडुल नगर्ने भएको भएर चाहिँ झाडीले बिजोग थियो बाटो चाहिँ यसो पन्छाइ गरेर आइपुग्यो। अनि म यता पछाडिको भ्यू देखाउँछु है त। ल यो चाहिँ स्कुल टार। अनि यो चाहिँ सोती पसल बजार। अनि यहाँ भएको 2-4वटा घरमा चाहिँ हाम्रो गाउँ लम्साल गाउँ भन्छ यो। ल हामी चाहिँ के फाल्नुभयो? ए म त तर्सिरहेँ। म त कालो कालो गएको देख्छु है। म त आँसी फालिदिनु भयो। ल यहाँ हामी 2-4 जना आइपुग्यौँ। 2-4 जना अझै आउँदै हुनुहुन्छ। काँडाले कति कतार होला है। हामी त पातलो आइपुगिहाल्यौँ। ज्याकेट लगा त हुन त खै माथि फाँडे जस्तो देखियो। अनि यहाँबाट भ्यू चाहिँ राम्रो देखिन्छ है। जर्नी अझै कन्टिन्यू गर्दै गर्छौँ है त। एकछिनमा भेटौँला है त साथीहरू। अहिलेसम्म आउँदा चाहिँ 2-3वटा जुकाले भ्याएछ। प्रगति चाहिँ यति भएको छ है मन्दिर दर्शन गर्न आउँदा। ल हामी चाहिँ यहाँ टक्क बसिरहेको छौँ। यो ठुलढुङ्गा भनेको चाहिँ यहाँबाट यतापट्टि देखिन्छ बजार। र म चाहिँ यहाँ छु। अब जानुपर्ने बाटो चाहिँ अलिअलि फाँडेको जस्तो छ। धेरै गाह्रो नहोला। मन्दिरहरू किन यस्तो डाँडामा हुन्छ? कसैलाई केही आइडिया छ? यसो लजिक टाइपको केही ल भन्नु त। भनेर कतिको त पनि मलाई चाहिँ के लाग्छ भने अब भगवान् भनेको त संसारभरि हुन्छन् होइन। भगवान् भने ठुला हुन्छन्। अनि भगवान्को खुट्टा लामो लामो हुन्छ नि त, ठुल्ठुलो हुन्छ। अनि उनीहरू चाहिँ डाँडामा टेक्दै हिँड्थे अरे के होइन। किनकि अब जहाँ पनि डाँडामै हुन्छ नि त प्रायःहरू होइन। अनि ठ्याक्कै एउटा डाँडो टेको अर्को डाँडो टेको। मलाई चाहिँ भन्नाले मलाई चाहिँ त्यसरी हो कि जस्तो चाहिँ लाग्छ कि। जस्तै कृष्ण भगवान पनि प्रकट भएर एउटा उसँग भिक्षा लिन जाँदाखेरि मलाई 3 पाउ जग्गा दिनुहोस् भनेर चाहिँ उ गरेको थियो होइन। त्यो हुँदा चाहिँ 3 पाउ हुँदा उसले हुन्छ भनेर वचन दिएपछि कृष्ण भगवान आफ्नो रूपमा आए कि ठुलो रूपमा आएर जमिन पातल अनि स्वर्ग एकैचोटि गरेर त्यतिमा 3 पाउ। मलाई चाहिँ त्यस्तो लाग्छ किनकि भगवान्को खुट्टा लामो लामो हुन्छ। एउटा खुट्टा यो डाँडो टेको अर्को खुट्टा अर्को डाँडोमा टेको हुन्छ नि फिर्किँदै जाने। हो त्यसरी के हो त्यस्तो हो कि जस्तो लाग्छ कि मलाई चाहिँ। ल है त साथीहरू भ्लग कन्टिन्यू हुन्छ। ल एकछिन रेस्ट गरौँ, पानी खाउँ, फलफुल खाउँ। ल हामी चाहिँ खाजा खान लायौँ है। यो केरा हाम्रो यो केराको प्रजाति फेरि छुट्टै छ। के भन्नुहुन्छ भन्ने होला लाइरा होला तपाईँहरूलाई होइन। यसलाई भन्छ घिउ केरा।
सबभन्दा के मिठो पनि गुलियो पनि छोडाउनु पनि सजिलो। घिउकेरा यो हाम्रो 4 पुस्तादेखिको खाजा चाहिँ हैन फलफुल हो हामी फलफुल खाजा त्यस्तो केही खाएन ए भ्लगमा आयो त बोलेको ल खामै त ल साथीहरू मैले चाहिँ कटुस भेटेको छु है। कटुस भेटियो अलिअलि 2-4 वटा भित्र अब कुहिएको छ कि सधैँ छ थाहा छैन। अब चाहिँ राम्रो बाटो आइहाल्छ जोस् या खुट्टै दुखो माथि खै मान्छे छन् भन्दा आएर ल अब चाहिँ राम्रो बाटो आयो। अब चाहिँ मजाले पुगिन्छ अब दुःख हुँदैन। यहाँबाट देख्न सकिन्छ तलको भ्यू। ल हेरौँ है त एकदम दामी छ भ्यू त अहिले पुरै ग्रिनरी। यो ठाउँको एकदम रमणीय पक्ष चाहिँ के हो भन्दा यहाँबाटै बजारहरू चाहिँ एकदम राम्रोसँग देख्न सकिन्छ। त्यो हाम्रो गाउँ त्यो सोती बस्तर बजार मङ्गला स्कुल भएको ठाउँ स्कुलटार सूर्यपाल। ल मैले अघि पाएको कटुसहरू चाहिँ खान लाग्छु है। यो अझै यति काँचै भन्दा पनि भुटेर खायो भने चाहिँ अझै मिठो हुन्छ र यसको भित्र चाहिँ यस्तो व्हाइट कलरको हुन्छ। खाँदाखेरि पनि एकदम मिठो हुन्छ। प्रोटिन एकदमै धेरै हुन्छ है यो चाहिँ। पहिला गोठालो आउँदा अथवा कटुस खोज्न मात्रै भनेर पनि हामी धेरै आइन्थ्यो र एकदम मिठो हुन्छ यो कटुस चाहिँ। र फलफुलमा नै पर्छ पर्न त अब खाएर गइँदैछ है। ल थ्याङ्क यू गाइज। ल हामी चाहिँ बाटो हिँड्दै यो ठाउँ आइपुग्यौँ। यसलाई चाहिँ हामी ठाँटी भन्छौँ होइन। यो चाहिँ अब यसो गोठालो आएको बेला अथवा उकाली ओह्राली गर्दाखेरि बटुवाहरू बस्ने ठाउँ हो यो चाहिँ। अनि यहाँ यो चाहिँ मेवारी गाउँ है। यहाँ गुरुङ समुदायहरूको बस्ती छ। यहाँबाट अझै आधी घन्टा जति लाग्छ र यहाँ चाहिँ बस्ने ठाउँ है त। ल साथीहरू फेरि पनि कटुसहरू पाएको अवस्था छ है। यो चाहिँ कटुस हो अहिले। तर यो कटुस पाउने सिजन पनि हो है। यो असार साउनमा के अरे भदौ असोजतिर चाहिँ कटुसहरू पाइन्छ र यो चाहिँ यस्तो काँडाभित्र हुन्छ। हामीले यस्तोबाट निकालेर हेर्नुपर्छ। ल कटुसहरू टन्नै रहेछ। अब बसेर टिपेर खोज्यो भने त यस्तोमा हुन्छ है कटुस। यो पाकेपछि आफै रुखबाट झर्छ। मैले आज कटुस धेरै नै भेट्छु जस्तो लागिरहेछ है। यस्तोमा हुन्छ है कटुस। यो भयो अनि यहाँ छ अनि यहाँ भेटे है त साथीहरू। हामी यस्तै नयाँ कुराहरू देखाउँछौँ तपाईँहरूलाई। कटुस ल दाइहरू भाउजू भान्जाहरू सबै आइपुगेको अवस्था छ। कटुसहरू पाइया रहेछ यार अहिले। टिप्नु भयो ल ल त साथीहरू भेट्दै गरौँ ल। गाइजहरू वेलकम ब्याक अगेन। र अहिले टाइम चाहिँ
9:30 भयो ठ्याक्क घरबाट हिँडेको ठ्याक्क 2 घन्टामा हामी कहाँ 1 घन्टा 45 मिनट त कम्तीमा पनि लाग्छ अनि 2 घन्टामा बल्ल यहाँ रोडमा आयो यहाँबाट अझै म्याक्सिमम 1 घन्टासम्म पुग्न सक्यो भने चाहिँ सायद ठिक्क होला हामी चाहिँ यो मेवारी चोक भन्दा या मेवारी डाँडा भनौँ न एउटा चौतारो जस्तो छ होइन त सबै साथीहरू आइपुगेको अवस्था छ सबैजना आइपुगेको अवस्था छ है पछाडिको यो चाहिँ ठ्याक्क मेवारी चोक है पछाडिको भ्यू हामी चाहिँ यता तलबाट आएको हो मजाले घाम लागिरहेछ घाम चर्किएको छ 2 घन्टामा आइपुग्यो घरबाट हिँडेको 2 घन्टामा अब यहाँबाट 45 मिनटदेखि 1 घन्टामा पुगिन्छ एकछिन बसेर पानी खाएर फेरि हामी अगाडि बस्छौँ अब चाहिँ यस्तै रोड नै छ कस्तो मान्छे होला गाइजहरू वेलकम ब्याक अगेन टु माई भ्लग र फाइनल्ली अब मन्दिर हामीबाट धेरै टाढा छैन भन्ने म जानकारी गराउन चाहे धेरै उकालो चढियो यार सिँढी चढिँदैछ अझै हेऱ्यो डाँडाको ठ्याक्क अब 5 मिनटमा ठ्याक्क पुगिन्छ है त मन्दिर आइपुग्न लाग्यो पसिना डह्रो निस्किरहेछ ल त गाइज मन्दिरमा गएर भेटौँ है त अब गाइजहरू फाइनल्ली मन्दिरमा आइपुगेको अवस्था छ र मन्दिर त साह्रै राम्रो भएछ यार कति पछि आएको अहिले त पाउनु होला अलि चैतिर पाउने हो जस्तो लाग्यो लाली गुराँस माइजूलाई कुर्दै थियो हाम्रो पूजा सुरु भइसक्यो होला है ल पूजा हुने कार्यक्रम हुँदैछ है यहाँ चाहिँ बलि दिने कार्यक्रम हुँदैछ है मन्दिरलाई चाहिँ यसो घुमाएर ल्याएर अनि यसरी लैजाने हुन्छ यहाँ चाहिँ कालिका माईलाई चाहिँ पाठीको बलि दिने चलन छ है पाठोहरू हुँदैन पाठीको चाहिँ वेलकम ब्याक अगेन गाइज ल हामी चाहिँ मन्दिरबाट निस्क्यौँ है अब अहिले 11:15 भयो अब जाँदाखेरि चाहिँ खासै त्यस्तो धेरै गाह्रो चाहिँ नहोला जस्तो लाग्छ अनि जाँदाखेरि चाहिँ अब कटुस टिप्दै जाने कुरा भइरहेको छ अब घर पुग्दा त 1-2 नै बज्छ होला अब गएपछि खाजा खाने नाम खाने सबै जति हुन्छ लेट्स सी गाइस पूजा गरिसक्यो वी आर अल ह्याप्पी हियर नाउ एन्ड हेलो साथीहरू तल
पुगिसकेका छन् ग्याङ। ल है त हामी भेट्दै गर्छौँ फेरि। अब मन्दिर आउने कहिले हो, अहिलेको पालि पनि धेरै पछि आएको। होप नेक्स्ट टाइम छिट्टै नै आइनेछ फेरि। त्यतिन्जेलसम्मको लागि हामी मन्दिरबाट बिदा भयौँ अहिलेलाई।